यो धादिङको ओहो यो गाडीले हानेको रहेछ लास्ट। ओहो मान्छे कति के भएको छ। ओहो भर्खर हेर्नुहोस् यहाँ यस्तो ठुलो एक्सिडेन्ट भएको छ हेर्नुहोस्। माई गड फेरि गाडी त ड्राइभर त अन द स्पोट भयो जस्तो छ हेर्नुहोस्। ओहो भर्खरै हाम्रो गाडी अगाडि उछिनेर आएको थियो। ओहो हेर्न सक्नुहुनेछ। ओहो ड्राइभर त भ्याचत्तै छ फेरि ड्राइभर भ्याचत्तै छ हेर्नुहोस्। हाम्रो गाडीलाई उछिनेर अगाडि आएको थियो। एउटा बस उता गएको छ कालमा 4-5 गाडी गरेको छ यसले। अनि उता अर्को गाडीलाई पल्टाएको छ हेर्नुहोस्। भन्न हाम्रो गाडीलाई छोएन हेर्नु, भन्न हामी आएको गाडीलाई छोएन। ब्रेक फेल भएको हुनसक्छ हेर्नु त। त्यो ड्राइभर हेर्न सक्नुहुन्छ ड्राइभर यहीँ पछाडिएको छ ल हेर्नु त। हो यहाँ घाइतेहरू, ओहो घाइतेहरू हेर्न सक्नुहुन्छ। धन्न हाम्रो गाडीलाई छोएन हेर्नुहोस्। हाम्रो गाडी बाल बच्यो। ओहो एउटा गाडीले कतिवटा गाडी हान्यो भने 1 2 3 4 5वटा गाडी हानेको ल हेर्नुहोस् त। घाइतेहरू हेर्नुहोस्, घाइते हेर्न सक्नुहुन्छ। ओहो धेरैको क्षति भएको छ ल हेर्नु त। बाफ्रे एउटा गाडी चाहिँ एकदम सर्लक भएको छ। यो ड्राइभर त्यही हेर्नु त अन द स्पोट ड्राइभर गएको छ। ओ माई गड हाम्रो गाडीलाई बाल बचाएर अन्त आएर ठोक्यो हेर्नुहोस्। ठ्याक्क हाम्रो गाडी पनि हुने अनि हाम्रो गाडीलाई बचाइसकेपछि अर्को गाडीलाई हानेको छ हेर्नुहोस्। यस्तो लापरवाहीले गाडी चलाएको, यस्तो स्पिड आएको थियो। अन्त त्यो एउटा गाडी यहाँ हेर्नु त कतिवटा गाडी 6-7वटा ल हेर्नुहोस्। अब कतिको मृत्यु भएको छ हेर्नुहोस्। ओहो ल हेर्नुहोस् यो। ओहो धन्न हामीलाई छोएन, धन्न हामीलाई छोएन, धन्न हाम्रो गाडीलाई छोएन। हेर न त्यो हाम्रो उसमा आएको थियो नि त्यही गाडी के कस्तो स्पिड आएको थियो नि। ओहो उसको सास त अलिअलि चलिरहेको छ, सास चलिरहेको छ। अब मर्यो बिचरा गयो। तर त हेर्नु त घाइतेहरू हेर्न सक्नुहुन्छ। ए छिटो एम्बुलेन्स आयो हुन्थ्यो बरु। ओहो तर त्यो हाम्रो गाडी उ गराएको थियो नि, हाम्रो गाडी उछिँदै आउने रहेछ धन्न। यस्तो स्पिड आएको थियो कि अनि 4-5वटा गाडीलाई छोएर हिँडेको छ। ओहो बाल बच्यो, बाल बच्यो हेर्नु त। ल यो ड्राइभरको हालत पनि देखाउन हजुर। यो कुन ठाउँमा रे यो ठ्याक्क 9 विषयमा ठ्याक्क हेर्नुहोस्। अब गाडी त अब खुल्ने चान्सै छैन, कहिले खुल्ने। गाडी ठ्याक्कै बिचमा छ, ठ्याक्कै यो बाटोको बिचमा एउटा ट्रक उ भएको। अब बोल्न पनि तपाईँको थरथर मुटु कामिरहेको छ। अनि यहाँ घाइतेहरू हेर्नुहोस्, घाइतेहरू। यो गाडी एउटा गाडी यता गएको छ बस, एउटा बिचमा छ, एउटाले यसले आएर हान्यो त ड्राइभर अब गयो। अलिअलि चलिरहेको थियो अब गयो। ओहो हेर्नुहोस् यो लाइभमा यस्तो खतरा एक्सिडेन्ट देखियो हेर्नुहोस्, खतरा एक्सिडेन्ट फेरि। ओहो हामी घाइतेको उद्धारमा लाग्छौँ है। अब घाइतेको उद्धारमा लाग्छौँ। त्यहाँ बिचमा बाइक पनि च्याप्यो, बाइकमा भएको मान्छेहरू पनि च्याप्यो हेर्नुहोस्। ड्राइभर कहाँ थियो भन्छ आगे बाइक पनि च्याप्एको छ। ए काँटा हुँदैन चाँडा बाइक पनि धोजा यो एउटा टेलर गाडीले हालेर बस बाटोमा पल्टे खायो, एउटा साइडमा खायो, एउटा ट्रक बाटोमा पल्टे खायो। यो ट्रक हेर्न सक्नु, यो सामान ल्याएको ट्रक कति गाडी 4वटा गाडी। अब बिचमा बाइक पनि त्यहीँ च्याप्यो दोष न सबै। ए मान्छे धेरै मान्छेको आज क्षति भएको। यस्तो भीषण एक्सिडेन्ट त नेपालमा लगभग पहिलोचोटि हेर्नुहोस्। हस् उद्धारमा लागि